भिडियो स्टार्ट है ल गुड मर्निङ अङ्कल आज चाहिँ हामी फाइनल्ली होइन गोर्खा पार्क आइपुग्यौँ होइन अङ्कल यस्तो यस्तो दामी छ गोर्खा पार्क चाहिँ यस्तो दामी छ तर अलिकति भिडियो क्वालिटी चाहिँ पुवर भयो अनि तपाईलाई यसो अब गोर्खा आर्ट्सको बारेमा केही तपाईले सुनेका जानेको केही शब्दहरू जाओस् न त बारेमा त मैले भनिरहनु पर्ने छैन इतिहासले चाहिँ नै प्रमाणित गरिसकेको छ गोर्खाले संसारको चाहिँ नि जुनसुकै देशमा लडेर अहिले जितेका इतिहासहरू छन् अब जस्तो अहिले ग्रेट ब्रिटेन बनाउने गोर्खाको ठुलो योगदान छ मैले सुनेको थिएँ गोर्खाहरूले चाहिँ नि अब त्यो हिटलर जर्मनका हिटलर चाहिँ के भन्थ्यो अरे भने गोर्खालीको नाम सिरेर मेरो मुटु काम छ भन्थे। त्यति मात्र होइन गोर्खाले नेपालको इतिहासमा आर्थिक सामाजिक र राजनीतिक रूपमा पनि ठुलो योगदान छ। यदि गोर्खाहरूले आफ्नो चाहिँ नि निकै मेहनत परिश्रम गरेर के भनौँ न यो नेपालको आर्थिक सामाजिक रूपमा चाहिँ नि टेवारमा पुऱ्याउनु भएको है। अब नेपालको स्थिति त्यति राम्रो हुन्न थियो होला। हामीले अहिले चाहिँ हेर्नुहोस् धरानको चाहिँ अब ढिपीको कुरा गरौँ होइन, अहिले पोखराको कुरा गरौँ, धरानका सहर गोर्खा चाहिँ त्यसरी बनेका छन्। अहिले गोर्खाहरूको चाहिँ नेपाल अब ठुलो योगदान छ। त्यसै चिजमा आज यो गोर्खा पार्कमा अब पृष्ठभूमि देखिरहनु भएको छ गोर्खाहरूको निकै उहाँ चाहिँ मेजर हुनुहुँदो रहेछ अहिले हाल पनि। हजुर त्यति नै हो मैले बुझेको चाहिँ। ल हस् त हस्, थ्याङ्क यू तपाईँको विचारको लागि।